अब अन्तिम नियम पढ्दैछौँ, यो पनि सजिलो पढेको नियम हो। ल हेरौँ है। फाछिममा ह आएमा भनेको फाछिममा चाहिँ ह आयो भने अथवा वा यो ह लगत्तै माथिपट्टि के आयो भने स्वर वर्ण भवेल आएमा हैन, यो के छ भवेल आएमा साधारणतया भनेको चाहिँ प्राय जसो हको उच्चारण गरिन्न रे। ल भनेको मतलब फाछिममा ह आयो भने हको उच्चारण हुँदैन भन्छ है। हलाई हामीले त्यतिकै छोड्दिने। ल यस्तो अवस्थामा हलाई हामीले के भन्छ रे लुप्त। लुप्त भनेको चाहिँ साइलेन्ट नबोल्ने है। लुप्त भनेको चाहिँ साइलेन्ट उच्चारण नगर्ने भन्छ है। ल लुप्त गरिन्छ अथवा साइलेन्ट गरिन्छ भन्छ। एकदम सजिलो छ। यहाँ नो छ, तलपट्टि के छ ह, यसमा पनि नको तल ह, यसमा छोको तल ह, साको तल ह, ई को तल र ह, आको तल र ह, यसमा पनि माको तल न र ह, सी को तल र ह, अनि छोको तल के छ ह, ई को तल र ह छ। हो यस्तो अवस्थामा हामीले डाइरेक्ट हलाई उच्चारण नगर्ने है। हलाई उच्चारण गर्नु परेन। सिधै हामीले के भन्नु पर्यो, नो आयो, हलाई छोड्ने, आयो लिने। न आयो, छो आयो, सा आयो, ई र यो। अनि के भन्नु पर्यो, आरायो, मानायो, सी र यो। ल छो हेयो अनि ई र बरिदा। ल फेरि एकाद गरेर हेरौँ। ल त यहाँ हलाई उच्चारण नगर्ने, हलाई छोड्दिने है। नो आयो, न आयो, छो आयो, सा आयो, ई र यो, आरायो, मानायो। किनकि न र ह आउनु बित्तिकै हलाई नबोल्ने भने चाहिँ हामीले अनि न र आ आयो भने ना मानायो। सी र यो र असँग मिसेर अनि छो आ ए यो हको उच्चारण हुन्न, छो आ ए यो अनि ई र बरिदा। ल यदि पढ्नुभयो भने तपाईहरुलाई चाहिँ लगभग सबै उच्चारणको नियमहरू थाहा भए पश्चात जस्तो पनि उच्चारण गर्न तपाईहरुले सक्नुहुन्छ है। ल अल द बेस्ट, शुभकामना छ।